हेलो गाइस, आज चाहिँ हामी आमा एङ्ग्री गर्न लाग्यो हो। किन के ल्याउनु पर्यो? होइन, मैले एउटा मेरो हुडी ल्याएको छु अनि ट्र्याक ल्याएको छु। यस्तो उकालो हिँड्नु मजा आउँदैछ। किन रद्दे रेस्ट नगर यार त। यो मान्छे डेन्जर हो नि त, खतरा रहेछ बाटो। यस यो डाँडामाथि पुग्नुपर्छ हामी, खास टुप्पोमा हो। को पारि चाहिँ बवाल हिमाउँछ, हिमालय हिउँै परेर हुन्छ। बेलै छ्याट बेला यार, तपाईँ नेपालमा बसेर थाक्यो भन्नुहुन्छ। हाम्रो जयरामको जयराम थाक्यो हो तिमी? नथाक नि यार तिमी। के हामी पछि पछि हिँड्ने हो? चुड आएको छ जयराम। ल अब चाहिँ मासतिर उक्लिनु पर्यो, ड्याङ्की ड्याङ। ल अब चाहिँ उकालो उकालो हिँड्नु पऱ्यो, ठाडै उकालो छ होइन अन्त हट स्या स्या हुँदो रहेछ। कसले एउटा शान्तिमा पाउँछ लट्ठी? होइन नि, लट्ठी नि किन दिन्छ? बोक्ने सुई सुई नि। हजुर हैट खतरा उकालो छ रे। हिँड्ने बानी अरू बेसी पनि नगा, त्यही भएर तिक्रा नदोगोस्। त्यही हो, अरू यस्तो खतरा जङ्गल क्या, लाली गुराँसको बोटै बोट। टिमुर ए यो त हामी खान्थ्यौँ है। भला होइन नि, चुत्रो चुत्रो हो नि दाइ, होइन चुत्रो हुन्छ नि। यसको नाम चाहिँ थाहा छैन, यो नाम चाहिँ कसलाई थाहा छ भन्नु होला। मर्दा मर्दैन होला नि, दाइ पनि आउनु मासतिर अझै पुग्नु छ यार, धेरै छ होइन। लास्ट गर्मी छ। जे पनि हाम्रो जे पनि तपाईँ अहिले के हुनुभयो? सुधार हुनु है? सुधार साहेब पनि जोडेको छ। ए सुधार साहेब अब पार्टी खोल्नु तपाईँले हो। यहाँको म्यानेजमेन्ट ग्रुपको चाहिँ लिडरसिप हाम्रो दाइले हो म्यानेज गरेको। ऊ त्यो चाहिँ दाइहरू यहाँ चाहिँ यति नै हो, गर्मी छ। पेल्लाई बिस्तारै हिँड्नु। तपाईँले फेरि ब्यागभरि के हाल्यो भने? मैले लुगा त्यस्तै भनेर अताइदियो सबैले। कसले अताइदियो? जे पनि दाइलाई थाहा थियो त, माथि पहिला पनि गयो नि त तपाईँहरू त एकचोटि। उता माथि जाँदाखेरि कपडा कति चाहिन्छ त्यति हाल्यो भने नि। तपाईँहरू एकचोटि उहाँ गोसोकुण्ड गयो होइन, त्यतिखेर अनि एकचोटि हेरेर रत्न सरलाई धेरै गाह्रो भयो यार। दाइहरूलाई अगाडि लगाइदिनु, बिस्तारै आउने होइन, हिँड्नु ल, जे भन्दा हिँड्नु ल। हरिदाई को मजा कस्तो भइरहेछ? ए हरिदाईले चाहिँ बोलाउनु भयो नि तपाईँले? हरिदाई लाम्छ होइन अर्को क्या? अरे
40 को बुवा बिरामी भयो नि त हरेले अर्गनाइज गरेको कार्यक्रम हो यो नि ए त्यो कार्यक्रम हरले गरेको ल यार ल यो हरले नै आमा एङ्ग्री जाने भने हरले नै भनेको अनि हरले भनेको अनि हरे चाहिँ मैले हिजो फोन गरेको बुवा बिरामी हुने हस्पिटल छ हरे अहिले अनि तिमी साथ जाउँ त भनेर भन्छ ल विक्रम दाई कस्तो भइरहेछ तपाईँलाई मैले हर्दै भने हो नि अनि हरदाई भन्ने उसले मैले पऱ्यो नाम पो लिँदा हरे भने त हरेदाई हो नि फेरि भिडियो गरिरहेको यो कटा भनिहाल्छ नि त किन टेन्सन लिएर टेन्सन त बिस्तारै हिँड्दाखेरि भनेपछि तपाईँले 2 घन्टा भनेपछि हामीले आधी घन्टा बढाउँदाखेरि 2.5 घन्टा तपाईँ अलिक छिटो हिँड्नु जस्तो लाग्यो होइन केटाहरू छ नि हामी तलबाट 2 बजे हिँडेको हो बसमा त बसमै आयो तलसम्म ए कति 12 बजी ल्याइयो ठ्याक्कै 12 बजे 2 बजे त्यहाँबाट हिँडेको 12 बजे खानासाना खाएर यताउति हिँड्दाखेरि त्यसलाई आउनु अब बिस्तारै बिस्तारै अन्त हुन्छ एक्लै होइन होला नि त बुक गरिसकेको होला नि त सबै भयो अब फर्किन मात्र पाइन्छ हामी ल्याङफ्याङ गरेर हिँड्छन् दाईहरू पनि यहाँ माथिबाट ओ माई गॉड खास पुग्ने चाहिँ ऊ त्यो टुप्पोमा पुग्नु पर्ने हो कडा छ ल कडा छ हिँड्दै अब चाहिँ अब 1.5 घन्टा जति हिँड्नुपर्छ 1.5 घन्टा हिँडिसकेपछि पुगिन्छ ल फेरि माथि पुगेपछि देश क्याम्प चाहिँ आइसक्यो यहाँ टक्क बाइकको बाटो रहेछ हिँड्दै यो आइपुग्यो बल्ल बल्ल ओह माई गड खतरा ल यो हो क्या भ्यू चाहिँ खतरा ल बल्ल आइपुग्यो हामी पनि है भोलि चाहिँ ऊ त्यो डाँडामाथि जाने हो भोलि चाहिँ त्यो डाँडामाथि जाने हो आनन्दले च्याप्प बिहान 3 बजी उठेर हिँड्नुपर्छ अब अहिले चाहिँ आइयो दाई पनि बल्ल बल्ल आइपुग्यो हामी दामी रहेछ है दाई माथिको हिमालको भिज खतरा ल बाँकी भनेपछि अब प्रोग्राम बेलुका के हुन्छ केटाहरू यहीँ होला कता हो थाहा छैन अब बेलुका यति चाहिँ फाइनली आइपुग्यो हामी चाहिँ अब सर मन्दिरमा यस्तो छ सर हिमाल हेरौँ अब हिमाल एक मजाले बवाल छिला हिमाल चाहिँ चिसो त्यस्तै हावा सरर आउने बवाल कडा मान्छे टन्नु रहेछ मलाई हिमाल यतापट्टि चाहिँ सनराइज हुन्छ नि खै आउँदैन अब आउने बेला हुँदैछ केटाहरूलाई यस्तो गाह्रो छ हिमाल हेरौँ अब हिमाल एक मजाले बवाल छिला हिमाल चाहिँ चिसो त्यस्तै हावा सरर आउने बवाल कडा मान्छे टन्नु रहेछ मलाई हिमाल यतापट्टि चाहिँ सनराइज हुन्छ नि खै आउँदैन अब आउने बेला हुँदैछ केटाहरूलाई यस्तो गाह्रो छ